फाइनली धुरन्धर पनि हेरियो मुभी कस्तो छ त तपाईहरुलाई यो भिडियोको अन्तिमसम्म क्लियर कट एन्सर दिन्छु यसको पोजिटिभ नेगेटिभ दुईटै पोइन्ट शुद्ध सो स्टे ट्युन धुरन्धर द रिभेन्ज की स्टोरी एज एक्सपेक्टेड सिम्पल वान बाटै कन्टिन्यू हुन्छ जहाँ रेमान डकेतको मृत्युपछि लेरीको बादशाह को भन्ने कुराहरुमा एकदमै भाँडभैलो हुन्छ स्टार्टिङमै हमजाको ब्याक स्टोरीलाई पनि एक्सप्लोर गरेको छ जसले गर्दाखेरि यो मुभीको एक्सन एकदमै रियल फिल हुन्छ राम्रो कोरियोग्राफ गरेकोले एकदमै एक्सन सिन्सहरु चाहिँ मासी फिल हुन्छ सेकेन्ड भनेको मुभीको ब्याकग्राउन्ड म्युजिक 1K जस्तै त्यो बलिउड ओल्ड सङ अनि त्यो इन्ट्री वाला अरेबिक सङ जसले गर्दाखेरि पुरै माहौल नै एकदमै तताउँछ थर्ड भनेको यो मुभीको ज्यान वान एन्ड ओन्ली रणवीर सिंहको स्ट्रङ परफर्मेन्स मुभीलाई पुरै काँधमा लिएर हिँडेका छन् अक्षय खन्नाले वानमा ओभरस्याडो गरे पनि यो मुभीमा रणवीर सिंहले पुरै आगो लगाइदिएका छ फर्स्ट हाफमा हल्का एक्सन देखि बाहेक मुभी त्यस्तो इन्गेजिङ छैन बट इन्टरवल पछि हल्का ट्विस्ट अनि सस्पेन्सहरु खुल्दै खुल्दै गएपछि मुभी हल्का इन्गेजिङ र स्ट्रङ हुन्छ अब अलिकति गाली खाने कुरा गरौं मतलब मुभिजको फ्लजहरुको र पहिलो नम्बरमै मुभी एकदमै प्रिडिक्टेबल छ एकदम फरवर्ड सीधा लाइन जस्तो सेकेन्ड अघि भनिसके यसको फर्स्ट हाफ एकदमै स्लो छ लिटरली मलाई त कुन ठाउँमा अल्छिनै लागिसकेको थियो स्टोरी पुरै स्टक भयो जस्तो टाइपको थर्ड भनेको हमजा सुपरमेसी मतलब हमजा मुभीमा जे चाहन्छ त्यही नै हुन्छ जसले गर्दाखेरि मुभी हेर्दाखेरि हुनुपर्ने टेन्सनहरु क्रिएट नै हुन पाउँदैन सबै कुरा फटाफट फोर्थ एन्ड लास्ट सबैलाई थाहा छ इमोसनल डेप्थ अलिक मिसिङ फिल हुन्छ ओभरअल मुभी वान टाइम वाच हो मास प्लस रिभेन्ज मन पर्छ भने यो मुभी हेर्न सक्नुहुन्छ त्यस्तो माइन्ड ब्लोइङ चाहिँ एक्सपेक्ट नगर्नु होला यस्तै मुभी रिकमेन्डेसन र मुभी रिभ्यूको लागि फलो नडी एक्सप्लेन